ल हेर्नुहोस् है गाइज, अहिले भर्खर मैले यो फुटाएँ होइन खुद्रुकेको। अब यहाँ कति पैसा रहेछ त हेरौँ ल। यो मैले ठुलो भर्न सक्दिनँ भनेर मलाई थाहा थियो नि त। अनि ठुलो म पक्कै पनि भर्दिनँ भनेरै मैले यो सानो लिएर आएको थियो। पहिला लिएर आएको 15 रुपियाँको, त्यो पनि भरिएको छैन। यो के अरे नोटले हल्का यो पारेको मात्र हो। यो डलर भएको भए अहिले पनि भरिँदैन थियो होला सायद होइन। अब यो फुटामै कति चाहिँ निस्किँदो रहेछ यहाँदेखि। धेरै छैन होला, 15 रुपियाँको खुद्रुकेमा 100 रुपियाँ पनि छैन होला। बिचरा मेरो पैसा लु हेर्नुहोस् है, गनी 50 रुपियाँ छ है क्या। 20, 30, 10 रुपियाँ, 40, 50, 60 रुपियाँ। 60 रुपियाँले नै भरिएछ मेरो यो 15 रुपियाँको खुद्रुके। अनि यो अलिअलि मैले यो के अरे डलर पनि हालेको थिएँ सुरुमा चाहिँ। अनि पछिबाट त अब डलर कहाँबाट साट्नु, त्यही भएर मैले चाहिँ त्यो कागजको नोटै हालेको थिएँ क्या। तर कागजको नोट हालेको 100 रुपियाँ पनि थिएन, 60 रुपियाँ मात्र रहेछ। यहाँ हेर्नुहोस् गाइज, मैले अहिले गनिसकेँ होइन। यहाँ चाहिँ कति छ भने 45 रुपियाँ 25 पैसा छ। अनि यहाँ चाहिँ 60 रुपियाँ छ होइन। अनि यहाँ मेरोमा धेरै भन्नाले धेरै पनि होइन। एउटा, दुईवटा, तिनवटा, चारवटा, पाँचवटा। यो 5वटा चाहिँ मेरोमा इन्डियाको रहेछ क्या। इन्डियाको डलर रहेछ क्या मसँग चाहिँ। मलाई पनि थाहा नै थिएन कहाँदेखि आयो। मेरो यो हुन्छ नि, यसमा त यतिले जग्गा आएर यतिले घर बन्छ जस्तो छ मेरो यो। यस्तो के अरे यसरी नै मैले बचत गरेँ भने यतिले जग्गा आउँछ, यतिले घर बन्छ जस्तो छ साथीहरू। हेर्नु है, तपाईँहरूले सुनिहाल्नुभयो होइन कति के छ भनेर। यति बजेटमा चाहिँ आउने जग्गा चाहिँ यसो छ भने सम्पर्क गरिदिनु होला है।